यस विद्यालयका प्रधानाध्यक्षज्यू, सहायक प्राध्यापकज्यू, अन्य गुरुवर्ग तथा मेरा प्यारा साथीहरू, म आज हजुरहरूको सामु एउटा सानो कविता भन्न गइरहेको छु। कृपया ध्यान दिएर सुनिदिनुहोला। यो कविताको शीर्षक रहेको छ गुरु। जब पहिलो पाइला राखेकी थिएँ स्कुलमा, तब म खाली कागजको पाना जस्तै थिएँ। जिन्दगी त्यति बेला उजागर भयो जब यसमा गुरु ज्ञानको ज्योति अनि मार्गदर्शन पाएँ। कहानी जीवनको यति सुन्दर हुने नै थिएन होला यदि जीवनमा शिक्षकको ज्योति नपाएको भए। आमा मात्र होइनन् भगवान समान, गुरु पनि त्यति नै छ योगदान। मानिस जिन्दगीको त्यो भोगसागरबाट पार हुन्छ, साथमा जसको आमाको परछाई अनि गुरुको ज्ञान अपार छ। गिलो माटो सम्मान थिएँ म, राम्रो शिक्षा आर्जन गरेर। एउटा असल मानिस बन्नु थियो, गिलो माटो सम्मान मलाई, आकार पनि गुरुले नै दिए। गुरुले जिउन सिकाए, हामीलाई संस्कारको महत्त्व बुझाए। सफलताको शिखरमा चढे पनि, यहाँ धनको भण्डारले भरिए पनि। गुरुको आशीर्वाद लिए हामी जीवन यात्रामा अगाडि बढौँ। धन्यवाद।